साथीहरु परागमा अर्को टुरिस्ट टप डेस्टिनेसन चाहिँ यो ह्युम्यानिक रहेछ ल हेर्नुस् टाउको एकदम साथीहरु नमस्कार आज चाहिँ म तपाईलाई चेक रिपब्लिकको पराग भन्ने ठाउँको फेमस टप टुरिस्ट डेस्टिनेसन देखाउन गइरहेको छु अहिले चाहिँ म चार्ल्स ब्रिजमा छु यहाँबाट सुरु गर्छौं है त I see the right pocket over. Did it down? Oh, God. Go over, come on, put this down. यस्तो टुरिस्टहरुको भरमार छ के भन्ने हेर्नुस् न यस्तै टुरिस्टहरुको यहाँ आन्टी दिदी यही हुनुपर्छ यस्तो खालको आइकनिक ट्रामहरु पनि छन् यो जो क्याथेड्रल गइरहेको छु फ्री इन्ट्रान्स रहेछ नि ल जाऊ ओहो हो ओ माय गॉड व्हाट अ भ्यू कस्तो धारिलो यार आमामा चुच्चै चुचो जस्तो वास्तुकलाको अद्भुत नमुना हेर्नुस् त आमामा क्या क्याथेड्रल बनाएका छन् यार राम 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 परागमा पुग्नै पर्ने ठाउँ एउटा फेमस क्याथेड्रल हजारौं टुरिस्टहरु दिनै पछि आउँदा छन् बिहान बिहानै अहिले 11 बजेको छैन यति धेरै साथी यो गेस गर्नु के होला लान्टिन जस्तो देखेको छ हैन गए है त म हेर्छु त्यहाँ भित्र ओ कति गहिरो हो कति गहिरो कुवा वेल यस्तो त रहेछ प्यालेसहरुको अगाडि ल हेर्नुस् त सबै घरमा मोती जडेको छ हिरा मोती ओहो मार्केटतिर आइएछ है क्या यस्तो कर्नर फ्रुटहरु 49 रहेछ मतलब 2 युरो पर्ने रहेछ क्या सजाएर राख्छन् हो
चेकमा एउटा आइकनिक बिल्डिङ रहेछ यस्तो खालको यता आउने ट्राम त अब भइ नै हाल्यो खेर होइन यहाँ मुनि गेट रोक्नु रहेछ कस्तो खालको आइरहेछ पराकको गल्लीहरू हेर्नुहोस् त चारैतिर ल हेर्नुहोस् यता एउटा यो दुईटा यतापट्टि तीनटा अनि त्यस पछाडि अब यताबाट अर्को चारवटा सबका सब गल्ली यार पराकमा कस्तो राम्रो यार विशाल जङ्सन रहेछ यहाँनिर अब ट्राम त होइन यहाँ भइ नै गयो ट्रामहरू आएकै सबतिर कि यस्तो जङ्सन छ ल पराकको मेन जङ्सन रहेछ ल हेर्नुहोस् त ट्रामै ट्राम छ यार यो पराकमा ल हेर्नुहोस् यता गयो एउटा होइन अब उहाँ हेर्नुहोस् त ट्रामका लाइन यति धेरै ट्राम हुँदो रहेछन् यार यो उसमा पराकमा यो चाहिँ आइरहेछ तपाईँको यो एकदम ट्रेडिसनल होइन एकदम पुरानो टाइपको ल हेर्नुहोस् त ट्राम एकपछि अर्को ट्राम आएकै के पराकको विशेषता ल हेर्नुहोस् खालि ट्राम मात्रै चल्दो रहेछ है त साथीहरू यो पराकमा ल हेर्नुहोस् त मादल पनि बाल पनि अरे ल अब त त्यस्तो किसिमको त छ पराकमा अर्को टप अट्र्याक्सन ह्युम्यानिक हेर्न नबिर्सिनु होला यहाँ ह्युम्यानिक आयो अब अगाडि जान्छ पर देखिसक्यो टाउको देखिरहेछ यसलाई चाहिँ काफका हेड भन्दो रहेछ नि यहाँ चाहिँ चेक राइटर रहेछ होइन यसको यो टाउको चाहिँ एभ्री 15 मिनट्समा रोटेट भएर 1 आवरमा चाहिँ फुल स्विङ गरेर एक राउन्ड लिँदो रहेछ साथीहरू पराकमा अर्को टुरिस्ट टप डेस्टिनेसन चाहिँ यो ह्युम्यानिक रहेछ ल हेर्नुहोस् टाउको एकदम रोबोटिक एकदम फ्युचरिस्टिक रहेछ म यसलाई तपाईँको वरिपरि घुमाएर देखाउँछु ओहो सिसाबाट बनिएको है क्या टाउको रहेछ यार ओ नबिर्सिनु होला है यहाँ घुम्नलाई ल हेर्नुहोस् त वाह क्या लागिरहेछ यार यसको साथीहरू पराकमा बिल्डिङमै बटरफ्लाई ल्यान्ड गरेको हेर्नु त कत्रो ठुलो ल गजबको छ इन्फ्रास्ट्रक्चर यार म्याज ल्याएछ यतापट्टि एक घर म्युजियम जस्तो छ नि
कुना कुना हार्ड रक क्याफेकै छेउमा अर्कोपट्टि सट्टै निक्लिँदाखेरि फेरि अर्को क्याथेड्रल रहेछ ल आर्टै आर्ट एकदम हो दिदी ल हेर्नुहोस् त कस्तो रहेछ परागमा म्युजियमहरूको सहर रहेछ परागमा हार्ड रक क्याफे ल हेर्नुहोस् कसरी आर्ट गरेर चाहिँ एकदमै पेपरमा लेखे जस्तो रहेछ यस्तो खालको छ अगाडि चाहिँ यहाँ के अरे कन्स्ट्रक्सन भइरहेकोले रहेछ यस्तो टुरिस्टका फ्लक हेर्नु त परागमा तपाईँको चाहिँ पुरा गाँजा उमारिरहेछ उहाँ हाम्रोमा चाहिँ अहिले तपाईँको चाहिँ बाख्रालाई खुवाइन्थ्यो जब बाख्रालाई होइन डाइरिया हुन्थ्यो तब यहाँ चाहिँ अब मान्छेले फुक्ने गाँजा बिग बस पराग एक्ज्याक्टली लन्डनकै जस्तो सबै पराग आउनुभयो भने यो गाडी रेन्ट गर्न मिल्ने रहेछ है ल हेर्नुहोस् एकदमै भिन्टेज छ एकदमै गजब वाउ Brian, what is the rate for this one sorry? rate Red? 60 minutes Price. Price is there okay Yes. I can see there 2,500, yeah? Per okay. car, 60 minutes. 60 minutes Prague Castle, Malastrana, Newton, Old Town Square, Kampa Island. Very beautiful historic trip in Prague. Okay thank you so much so you will drive and they will drive over here right? I drive and you just sit. Relax. Yeah thank you so much Thank you so nice yeah Thank wow you, sir. welcome यो रहेछ है त्यहाँ ड्राइभर सहित बस्ने रहेछ अनि त्यस पछाडि वाउ क्या क्लासिक छ त यस्तो त छ प्रिन्सेस सरी कला हेर्नुहोस् त ढुङ्गाले यसरी खेपेर एक नसाहरू निकालेको छ नि ल हेर्नुहोस् कसरी बनाएको छ त अनि ल ढुङ्गाको एक पार्ट्सको बारेमा यति डिटेलिङमा छ नि बिल्डिङ बनाएको छन् यार आम्माम क्या आर्ट छ गेटमा दुईजना खडा थिए यो फोन लगाएको ओइटा कतिमा चाहिँ अर्को चौडो छ अर्को चाहिँ के कुरो हसायो यार ओके साथीहरू परागमा अलिकति माथि यसरी हाइकमा हिँडेर आयो भने थाकिन्छ थाकेर यसो उता हेर्नुहोस् त यहाँको परागको टिभी टावरमा हेर्नुहोस् त मान्छेहरू कोही झुन्डिए यस्तो समातेर पस्दै गरे जस्तो कोही उधो झर्दै गरे जस्तो देखेँ कस्तो गजबको छ होइन यो पनि एउटा टप टुरिस्ट डेस्टिनेसन हो है यहाँ आउँदाखेरि परागमा नछुटाउनु होला